त्यसरी चाहिँ गर्दा चाहिँ सजिलो हो उहाँहरूको चाहिँ अब रेगुलर इन्कम। अनि कतिसम्म त्यो 20 लाख लिँदाखेरि मन्थली कति बुझाउनु पर्ने हो र त्यसमा कसरी अब अहिले सिधा बिजनेसबाट पैसा आउँछ भन्ने नै छैन, कसरी त्यो त उहाँको त स्यालेरी इन्कम भन्नुभयो त्यसैबाट काट्ने त्यही स्यालेरी इन्कमको उसबाट चाहिँ यता लोनको रिपे गर्ने भन्ने नै हो। अब त्यो अब केमा जागिर गर्नुहुने? एकजना रिटायर्ड इन्जिनियर हो होइन, अनि ऊ ओभरसियर रिटायर्ड। अनि मम्मी चाहिँ टिचर, कुन स्कुलमा अरे? ज्ञानोदय होइन? त्यो उसले चाहिँ त्यसरी चाहिँ गर्न पाइयो, त्यो इन्कम गरेर हजुर त्यसलाई चाहिँ राखेर चाहिँ हेर्नु पाइयो। अनि हामी जस्तो व्यक्ति कतिजनालाई तपाईँले अहिलेसम्म यस्तो किसिमको कर्जा तपाईँको ब्याङ्कले दिएको छ अहिलेसम्म त्यो स्टार्टमा, र कतिसम्ममा स्टार्टिङ दिएको छ, त्यसको फिडब्याक कस्तो आएको छ हजुरको? कस्तो अहिलेसम्म जस्तो हामी जस्तो स्टार्टअप अब बिजनेसै नगरेकोलाई हजुरले कर्जा दिएको र त्यो राम्रो रूपमा रेस्पोन्स आएको र हजुरको पैसा पनि तिरिएको कतिको कस्तो हिस्ट्री छ? अहिलेसम्म त तिरेकै छ, अहिलेसम्म राम्रै छ। त्यही त केही अरू